मेरो घर कहाँ हो भन्दा नि मेरो घर कहाँ हो भन्दा जब पानी पर्छ बत्ती पानी छिटाएकी बत्ती आउँदैन क्या हो यो ठाउँमा हो हैन। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ म उता मम्मी मामलाको देवालीमा जानुभएको नि त के आयो हामी झन्नै यार के पर्छ झन् कालो पोल्छ है मान्छेले। मम्मी मावला जानुभएको छ देवालीमा अनि यसो ऐसल फर्क घरमा काम सिधेर ऐसल फर्केर आएको अनि ऐसल फर्कमा अब घरमा बुइनलाई खाजा नि त बनाइदिनु पऱ्यो अनि ऐसल फर्कबाट कुकिज बिस्कुट दुईवटा अनि एउटा जुस ल्याइदिएको चिया बनाएर खान्छ कुकिज बिस्कुट अनि जुस भइहाल्छ। अनि वाक्क दिक्क भयो म घरमा काम गर्दा काम त नि काम मेहनत भनेको चाहिँ नि मान्छेले जन्मेदेखि मरुन्जेलसम्म ननस्टप गरिराख्नु पर्ने रहेछ क्या। बल्ल थाहा भयो चाहिँ भन्दिनँ फेरि पहिला थाहा थियो तर बल्ल मनै पर्दैन मेहनत भने। लामो बाटो लिएर है मेहनतका साथ अघि बढ्न चाहन्छु तर मेहनत पनि पर्दैन मलाई भनेर चाहिँ भन्दिनँ फेरि ल। त्यस्तै छ अब घरमा गएर यसो अब बुढ्नुलाई खाजासाजा तयार गरेर अरू त के हो भन्दा नि घरमा भुइँसीले घाँस छैन क्या बेलुका अब गोगुन नेभार सब सकिहाल्यो है। अनि यस्तो गाह्रो छ नि यार गोगुन नेभार सक्यो अब घाँस काट्नु पऱ्यो कि नरुवा हालिदिन्छ। आज परेल खायो त फेरि परेल डह्रो छ क्या हाम्रो खायो त परेलै खाँदैन नरुवा ल ठिकै छ। अब वस्तुलाई घरमा गएर जे भए नि हुन्छ हो वस्तुलाई जे भए नि म घरमा गएर गरिहाल्छु म गरिदिनु होला जस्तो लाग्छ त होइन। अनि वस्तु ठिकै छ पानी आज चाहिँ मिठो घाम लाग्यो घाम चाहिँ डह्रो लाग्यो। अनि सबैजनाले अब हिजो कमेन्टमा 2-3वटा कमेन्ट आएको थियो धेरै होइन तर कमेन्ट कस्तो आइरहेको छ भने कन्टेन्ट राम्रो भएन भन्दैन थियो क्या। अब म गाउँघरमा छु होइन गाउँघरमा अब कन्टेन्ट बिस्तारै आउँछ सपोर्ट चाहिँ गर्ने होइन कन्टेन्ट मात्र खोजेर हुँदैन नि त होइन कि कन्टेन्ट पाएपछि सपोर्ट गर्ने हो ल। सबैजनाले अब हेर्दै गर्नु होला यतिको माया देखाउँदै गर्नु होला। सरर छाना बरर मन ड्यु पुछौ जुस मगाएको नि डाँडा पानी आएर मास तल असिनामा आउँछ क्या यार पानी यता है पानी है यार 21 गते आज सोमबार पानी आयो लान्छ होला आलु मकै। अनि के घरमा है गाउँमा बसेर कामै छैन क्या डन्डीफोर यस्तो भयो माथि यस्तो पानीमा यस्तो कालो चिया खायो बस्यो के छ त पानी गडाङगुडुङ गर भ्लगिङ गर्ने बेला भयो। मेरो घर कहाँ हो भन्दा नि मेरो घर कहाँ हो भन्दा जब पानी पर्छ बत्ती पानी छिटाएकी बत्ती आउँदैन क्या हो यो ठाउँमा हो होइन। अनि अर्को पानी नहुँदा त कहिलेकाहीँ यसो आएको छ र पनि पानी पऱ्यो भने त बत्ती जाने नै भइहाल्यो पानी परेन भने पनि कहिलेकाहीँ जान्छ हो। मेरो घर जब जहाँ जुन ठाउँमा बत्ती बिजुलीको कमी छ है त्यही ठाउँमा हुन्छ मेरो घर। सचिन बस्नेत सबैले हेर्नु होला सोच्नु होला है मासले पानी अगाडि पहिले यार नपानी बत्ती यार बत्ती 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 चाहियो बत्ती मलाई चाहियो बत्ती चाहिने बेला आउँदैन भने के काम यार होइन यार चाहिने बेला आउँदैन बत्ती जब भात खाने बेला बत्ती जान्छ जब यसो वर्तमान यताउता कार्य गर्ने बेला अब बत्ती हुँदैन स्पिकर नि अनि बजाउन पाइँदैन लास्ट गाह्रो थियो यार। पारियो सब दिल्यो अगाडि नेचा साइड हेर्दा टाकटुक बत्ती आइरहेछ उता माथि हेर्दा पनि झल्लो के अरे के भन्छ सोलर छ यता हेर्दाखेरि जेनेरेटर छ अनि यहाँ बिचमा हाम्रो छ कि अँध्यारो यताउता हेर बस्यो मान्छेले बत्ती इलेक्ट्रिसिटी चाहियो चाहिँ भन्दिनँ है कहिलेकाहीँ आउँछ क्या फेरि यार ल। अब पानी गडाङगुडुङ आयो है अनि आज मैले के गरेँ भने खाटा आज अलि यतापट्टि थियो हिजो अनि आज झ्यालपट्टि हेरौँ हिजो त्यहाँ थियो झ्याल अहिले यहाँ झ्याल छैन किनभने मैले खाट सारेको क्या यतापट्टि राखेको टेबल यहाँ थियो यो खाट भएको ठाउँमा यो टेबल यता राख्ने यहाँ राउटर ती कति छ
मात्र चेन्ज भएको यो खाट र टेबल ओके। अनि अगाडिको झोला मैले त यहाँदेखि अर्का बोतल यता भित्रतिर थियो अनि लुगा यस्तै छ। अलि कस्तो देखियो क्या अब यहाँ खुल्ला भयो क्या, यहाँ यत्रो खुल्ला भयो नि त, अघि अस्ति स्पेसै थिएन, अहिले स्पेस छ यत्रो जानु दाम्स भयो खुल्ला भयो अनि सबैजनालाई आजमा